हजुर सबैमा नमस्कार। यदि हजुरहरू युरोप आउने प्लानिङ गर्दै हुनुहुन्छ भने तपाईहरू जानेर बुझेर मात्रै तपाईहरू एप्लाई गर्नुहोला। युरोपको बारेमा कमाई कस्तो हुन्छ के हुन्छ भनेर मात्रै तपाईहरू एप्लाई गर्नुहोला, किनकि ठुलो लगानी लगाएर तपाईहरू युरोप आउँदै हुनुहुन्छ भने कुन कन्ट्रीमा आउँदै हुनुहुन्छ अलिकति कन्ट्रीको बारेमा ब्याकग्राउन्ड बुझेर त्यो कन्ट्रीमा टिआरसी कति वर्षको मिल्छ, त्यहाँ आइसकेपछि पिआर मिल्छ कि मिल्दैन, कस्तो छ, कामहरू कस्तो गर्न पाउँछ, अनि कति सालमा टिआरसी बन्छ बन्दैन, कम्पनी डाइरेक्ट हो कि एजेन्सी मार्फत भिसा लगाएर जाने हो कि, सबै कुराहरू बुझेर मात्र तपाईहरू युरोप एप्लाई गर्नुहोला। किनकि युरोपमा आइसकेपछि तपाईहरू धेरै दुःख गर्नुपर्ने अवस्था हुनसक्छ। त्यही भएर तपाईहरूलाई मैले चाहिँ एउटा सन्देशमूलक भिडियो लिएर आएको छु। किनकि युरोपमा सोचै यहीँ छैन, किनकि गाउँघरमा नेपालमा जति पनि डले मेन पावरहरू भेटिन्छन्, काम छिटो गरिदिन्छु भनेर पैसा डिपोजिट ल्याउने गर्दछन्। किनकि युरोपमा अलरेडी पहिले नै डिपोजिट गरेर मात्रै एप्लाई गर्ने भएको कारणले गर्दा तपाईहरू स्क्याममा पर्न सक्नुहुन्छ। त्यही भएर तपाईहरू पैसा दिनु पूर्व एकदम सचेतता पूर्व तपाईहरू पैसा दिएर एप्लाई गर्नुहोला। कुन देश आउँदै हुनुहुन्छ त्यो देशमा कस्तो छ, अप्रवासीहरूलाई अलिकति टाइट भएको कारणले गर्दा नेपालीहरू एउटा देश छोडेर अर्को देश जाने तीव्र गतिमा भएको कारणले गर्दा तपाईहरूलाई असहज भिसा लाग्न अलिकति कठिनाइ पनि हुनसक्छ। त्यही भएर भिसाको रेसियो कुन देशमा लागेको छ कुन देशमा लागेको छैन यसो ब्याकग्राउन्ड बुझेर मात्र तपाईहरू एप्लाई गर्नुहोला। किनकि तपाईहरूको प्राय अहिले चाहिँ तपाईहरू स्क्याममा परिरहेको अवस्था हुनसक्छ कि जस्ट वर्क परमिटहरू दिने अनि भिएफएस बिएलएस गरेर तपाईहरूको भिसा चाहिँ नलाग्ने, अनि त्यो पूर्व तपाईहरूले पैसा 2-4 लाख रुपियाँ दिइसक्नु भएको हुन्छ, त्यो पैसा पनि वापस नहुने भएको कारणले गर्दा अलिकति भिसा रेसियो भएको देशमा तपाईहरू एप्लाई गरेर मात्र तपाईहरू युरोपतिर आउनुहोला। किनकि तपाईहरूको प्राय अहिले चाहिँ भिसाहरू अलिकति चलेको देशहरूमा भिसा नलागेको कारणले गर्दा तपाईहरू स्क्याममा पर्न सक्नुहुन्छ। तपाईहरू डाइरेक्ट पोर्चुगल जब सिकर भिसा D1 भिसामा पनि आउन सक्नुहुन्छ, तर अलिकति कस्टहरू लङ भएको गर्दा अलिकति कस्टहरू धेरै भएको कारणले गर्दा तपाईहरूलाई अलिकति कठिनाइ पनि हुनसक्छ। अलिकति भविष्यको लागि तपाईहरू पोर्चुगलतिर आउँदै हुनुहुन्छ भने जब सिकर भिसा D1 भिसामा पनि आउन सक्नुहुन्छ, तर त्यो कस्ट चाहिँ एकदम धेरै नै भएको कारणले जो पाए त्यसले चाहिँ अफोर्ड गर्न नसक्ने भएको कारणले गर्दा तपाईँ अरू सेन्जनमूलक कन्ट्रीमा आएर पोर्चुगल जाने सपना देख्दै हुनुहुन्छ भने त्यो चाहिँ अहिले अवसरहरू पोर्चुगल सरकारले बन्द भएको कारणले गर्दा तपाईहरूलाई धेरै कठिनाइ हुनसक्छ। र अर्को चाहिँ स्पेनमा चाहिँ अहिले अप्रवासीहरूलाई चाहिँ ल्याइरहेको अवस्था छ, तर स्पेनमा चाहिँ अलिकति कामहरू नपाउने भएको कारणले गर्दा पात्रोमेन्ट्रोहरू पैसा लाग्ने भएको कारणले गर्दा त्यहाँ गइसकेपछि पनि तपाईहरूको पात्रोमेन्ट्रो गरेर रुम भाडा खाना बस्नलाई महिनाको 500 युरो समथिङ खर्च हुने भएको कारणले गर्दा कामहरू एकदम नपाउने भएको कारणले गर्दा स्पेनमा पनि अलिकति कठिनाइ एकदम छ। जोसँग पैसा छ, जोसँग साथीभाइ छ, जोसँग आफूसँग घरमा ऋण व्यवहार छैन, त्यो मान्छेहरू मात्रै तपाईहरू अलरेडी सेन्जन कन्ट्रीबाट त्यो देश जाँदै हुनुहुन्छ भने मात्रै त्यो अलिकति आर्थिक रूपमा प्रबल, आर्थिक रूपमा सक्षम भएको व्यक्तिहरू मात्रै स्पेन जानुहोला। किनकि तपाईहरू साथीभाइको लयमा गएर तपाईहरू स्पेनमा गएर तपाईँ दुःख पाउन सक्नुहुन्छ, काम पाउन गाह्रो छ त्यहाँ। किनकि त्यहाँ धेरै अप्रवासीहरू भएको कारणले गर्दा त्यहाँ एकदम कठिनाइ कामहरू हुनसक्छ। त्यही भएर तपाईँलाई एकदम जानेर बुझेर मात्रै तपाईहरू त्यो देश जानुहोला। त्यहाँ 2 सालमा टिआरसी पाउने भएको कारणले गर्दा अलिकति जो पनि अहिले सेन्जन कन्ट्रीमा आएको गर्दा लाइफ फ्युचरको लागि स्पेन जाने तीव्र रूपमा चलिरहेको छ। र पनि त्यहाँ अलिकति चाहिँ आर्थिक
नभएको मान्छेहरू त्यहाँ जाँदाखेरि धेरै बिचल्ली हुन सक्ने सम्भावना धेरै भएको कारणले गर्दा काम नपाउने भएको कारणले गर्दा मान्छेहरू अलिकति डिप्रेसनमा जान सक्ने अवस्था हुने भएको कारणले गर्दा तपाईँहरू एकदम जानेर बुझेर मात्रै तपाईँहरू स्पेन जानु होला भन्न चाहे। धन्यवाद।